बढाउनु मन थाहा छैन कता घटाउनु न यार कता घटाउनु छोड्नु हट्नु यतिकै यार केटा अनि अगाडि गाडीमा त देखाउने भएन नि त अलिकति सबै खिच्नु पऱ्यो नि एकछिन सर जान्दिउँ सबैले होइन एकचोटि मात्रै सबै सबै जान्दिउँ फेरि गरौँ लाग्यो यही बस्ने हो जानु फेरि के यहीँ बस्यो भने यार यार जुम हाने है यो त अटोमेटिक यार हो यो त अटो जुम हान्दै रहेछ यार आफै के हो झ्याल खोल्नु झ्याल छोड्दै छोड्दै जानु भइसक्यो अब झ्याल खोल्ने यार झ्याल खोल्नु झ्याल गाउँबाट पानी मिलायो पानी जाऊ मुला कोथरे करा हो गया मुला यहाँ कोथरे करा दिया हो गया काटता पर खाई है यार कोथरे करा देंगे करा दिया करो हाथ कोथरे तो कर तो सर
अब आउने थाहा छ अनि कत अफर मान्दैन
रामदेवी सह विश्वकर्मा र सम्मान पत्र ग्रहण गरिदिनु हुन म विश्वकर्मा समितिका सम्पूर्ण कार्य समिति सदस्यहरूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म नामसहित उहाँहरूलाई मञ्चमा आमन्त्रण। उपाध्यक्ष श्री आशा सुनार, र अतिथिकै आसन ग्रहण गरिदिनु हुन आदरणीय अजीब चौधरीजीलाई पनि म मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीसहित उहाँलाई सम्मान व्यक्त गरिदिनु होला एवं सभा हललाई रिबन काटी अब हामी भने सुरुमा विश्वकर्मा बाबाजीको मन्दिरको रिबन काटी हाम्रो यस कृपया जोरदार तालीसहित स्वागत गरिदिनु होला। विश्वकर्मा बाबा मन्दिरको रिबन काटी औपचारिक उद्घाटन गर्न गइरहेका छौँ। कृपया जोरदार तालीसहित उद्घाटन समारोहमा जोडिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। हामी देख्न सक्छौँ माननीयजीले आफ्नो हातबाट रिबन काटी श्री विश्वकर्मा बाबाको मन्दिरको पनि समुद्घाटन गरिसक्नु भएको छ। कृपया जोरदार तालीसहित सम्पूर्णलाई यस कार्यक्रममा साथ भइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। हजुरको अनिल सुनार कति हो र? उहाँको होइन, अर्जुन सुनार होइन, यो होइन। 5000 श्री विष्णु विकाज्यू 5005 रुपैयाँ श्री विष्णु विकाज्यू। यसै गरी श्री हरिबहादुर गोतामेज्यू 7100 हरिबहादुर गोतामेज्यू। धर्मको एउटा अभिन्न अङ्ग हो र शीर्ष कोटिका देवता हुन्, जसमा अब म धेरै लामो जाँदाखेरि शनिको माइती बाजे हुनुहुन्छ विश्वकर्मा र भगवान दिनुहोस् म समुद्र जानु छ भनेर, तर समुद्र भनेको अचल, पानी भनेको कहिले पनि जम्न सक्दैन। श्री हिमालय पर्वतमा मात्रै जम्छन्, त्यही पनि शङ्कर भगवानको जटामा, तर म जम्न सक्दिनँ भनेपछि उनको शानको मर्यादाको खिलाफ थियो। भगवान राम रिसाएर कि मैले पुरै समुद्रलाई सुकाउने क्षमता मसित छ भनेर बाण निकालेपछि अनि समुद्र माता तपाईँको उत्पन्न भएर मैले यहाँबाट आफ्नो बाटो दिनु भन्ने मेरो मर्यादाको विपरीत हो र तपाईँको शक्तिले जुन बाणले चलाउनुहुन्छ सृष्टि सबै जम्छ भनेर सोद्धाखेरि अनि तपाईँको जलदेवीले के भन्नुभएछ, तपाईँको सेनामा विश्वकर्माका छोरा नल और नेल दुई भाइ हुनुहुन्छ, उहाँहरूलाई एउटा वरदान छ जो कि ढुङ्गा पानीमा हाले पनि माथि तर्छ तल
जम्दैन। त्यो बनेर भगवान् राम चाहिँ नि बानर सेना लिएर गएर लङ्का चढाइ गरेर लङ्कामा विजय गरेर आउनु भएको थियो। यस्तै धेरै छन्। त्यसो भएर हामी विश्वकर्मा चन्दादाता सम्पूर्ण महानुभावहरू, टोल सुधार समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, सम्पूर्ण आमन्त्रित सदस्यज्यूहरू र यस कार्यक्रमलाई भव्य सफल पुर्याउनको लागि पाल्नुहुने पञ्चे बाजा टोलीका सम्पूर्ण सदस्यज्यूहरूलाई मेरो व्यक्तिगत तर्फदेखि र यो सिङ्गो गाउँको तर्फदेखि हार्दिक आभार सहित स्वागत गर्न चाहन्छु। यसलाई जानकारी गराएँ भने आगामी दिनमा बजेट हाल्न मान्नेलाई अझै सहज हुनेछ भन्ने मैले विश्वास लिएको छु। धेरैलाई यो मन्दिर स्थापना कसरी भयो, यो जग्गा यहाँ कसरी प्राप्ति भयो भन्ने कुरा धेरैलाई थाहा छैन। यहाँहरू धेरै बसाइसराई गरेर देशका विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ। त्यसकारण यहाँ यो जग्गा, यो स्कुल, यो मन्दिर र अहिले बनेको नयाँ मन्दिर कसरी स्थापना भयो भन्ने बारेमा मैले छोटो समयमा यहाँहरूलाई लिएर भइसकेपछि सुरेन्द्र पोखरेल गाविस अध्यक्षमा देवदह गाविसको अध्यक्ष सुरेन्द्र पोखरेल भइसकेपछि यहाँको 30 कट्ठा जग्गा, प्रति जग्गा यो मन्दिरको नाममा रहेको भेटियो, दर्ता भएको 30 कट्ठा जग्गा। त्यो 30 कट्ठा जग्गा मन्दिरको नाममा भइरहँदा यहाँ मन्दिर यो केरवानी मालिकले त्यति बेला यहाँ सुरुदेखि नै यो आबादी यहाँ रहेको, तर त्यो जग्गालाई यही दायाँ बायाँ जग्गा हुने जग्गा धनीहरूले आबादी गरेको। पछि सुरेन्द्र पोखरेल गाविस अध्यक्ष भइसकेपछि मन्दिरको नाममा जग्गा दर्ता छ, यो जग्गा मन्दिरको नाममा राख्नु पर्यो भनिसकेपछि यहाँ आबादी गरेको पक्ष र आबादी नगर्ने पक्ष, स्थानीय सरकार भनौँ, स्थानीय सरकार र यो गाउँ बिचमा अलिकता टसल पनि भयो। खास गरी यो दुर्गा मन्दिर यति ऐतिहासिक छ कि त्यो पहिला हामी सानो छँदा, मैले अब 33 साल 35 सालदेखि म यहाँ बसेको छु, मलाई 40-41 साल 42 सालदेखि यताका कुरा अलि धेरै सानोमा भए पनि केटाकेटी हुँदा गुच्चा खेलेको ठाउँको याद छ। पाकडी, सुनकौडा, तल्लो खैरेनी, पिपलनाडा अनि खैरेनी, पुतली बजारदेखि यताका सबै उतातिर मन्दिर कुनै पनि थिएन, यहाँ मन्दिर थियो। यहाँ मन्दिर अनि हरेक, अब मैले भन्नै पर्छ, थारू चौधरी कुमालहरूको विवाह हुँदाखेरि यहाँ डोलीमा दुला आउँदा, दुलै लिएर आउँदाखेरि यहाँ त्यो मौलोमा घुमेर जाने, त्यहाँ पूजा गरेर जाँदै नजाने, त्यस्तो किसिमको संस्कार थियो। अनि यहाँ पूजा हुँदाखेरि यहाँ दलबहादुर विगदाई हुनुहुन्छ, चिन्तामणि सुनारहरू, यहाँ बन्दुक पड्काइसकेपछि मात्रै हामीले टिका लगाउँथ्यौँ। यो 4 गाउँका सबै शीतलनगरदेखि यता यो बिचको सबै मेन मन्दिर यही हो। यहाँ कोटमा चढाउने बलि, पञ्चे बलि चढाउने ठुलो पूजा हुन्थ्यो। पछि बिस्तारै गाउँ पनि बढ्दै गयो, बसाइसराईले बस्ती विकास हुँदै गए अनि आफ्नो टोलमा मन्दिरहरू बन्दै गए। तथापि यो जग्गा, त्यो 1.5 बिघा जग्गाबाट 10 कट्ठा जग्गा अब आबादी गरेकालाई यहाँ के भयो भने सामाजिक परिवेशमा मिल्नुपर्ने रहेछ, एउटा सहमतिमा गइयो। त्यति बेला यो जग्गा मन्दिरको लागि प्राप्ति गर्दाखेरि त्यति बेला अस्थायी चौकी थियो खैरेनीमा, 2 घण्टा पुलिसले हामीलाई यहाँ झगडा गरेको भनेर समातेर 2 घण्टा बालुवा बोकेर घोडा र कुइनाले टेकेर हिँडेको मान्छे म पनि हो। त्यति बेला मनकुमार सुनार अनि मनकाजी अनि म, हामी 4-5 जनालाई अलि उग्र गरे यिनीहरूले भनेर हामी अलिकता त्यति बेलाको उमेरै उग्र, त्यो उग्र उमेर गरे भनेर हामीलाई चौकीमा लगेर बालुवा बोकाएर सजाय दिएको पनि अझै हिजो जस्तै लाग्छ। त्यसपछि यहाँ जग्गा के भने यो वालदेखि उतापट्टि जसले आबादी गरेको थियो उसलाई छोडियो। यो वालदेखि उतापट्टि एउटा गरा अझै पनि यो मन्दिरको नाममै छ, त्यो गरा पनि उता छोडियो। त्यसो पछाडिको जग्गा पनि छोडेर यो बिचको बााउन्ड्री बिचको जग्गालाई मन्दिरको जग्गा भनेर संरक्षण गरियो। यो संरक्षण गर्नेमा हामीले यति बेला स्मरण गर्नै पर्छ तत्कालीन अवस्थाका गाविस अध्यक्ष सुरेन्द्र पोखरेललाई। त्यसपछि संरक्षण भइसकेपछि अब यो जग्गामा के गर्ने त, 10-12 कट्ठा जग्गा भयो, के गर्ने त भन्ने भयो। मन्दिर अहिले यो बिल्डिङसित सटेको ठाउँमा पुरानो मन्दिर थियो। मन्दिरदेखि उतापट्टि खेती गर्ने 3टा गरा थिए। यतातिरको जग्गा मन्दिरले प्रयोग गर्ने, त्यतातिर स्कुल गराउने भनेर त्यति बेलाका गण्यमान्य व्यक्तिहरू, मेरो
धेरै धेरै धन्यवाद छ आदरणीय माननीय ज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइहरू राखेर हामी माझबाट बिदा भइसक्नु भएको छ। कृपया फेरि पनि एकचोटि जोरदार तालीसहित माननीय ज्यूलाई सम्मान व्यक्त गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र मायाको चिनो प्रदान गरिदिनु हुन हाम्रो यस कार्यक्रमका सभाध्यक्ष आदरणीय सुभाष खातीजीलाई म अगाडि मञ्चमा आमन्त्रण गर्न चाहन्छु र मायाको चिनो ग्रहण गरिदिनु हुन हाम्रो यसै कार्यक्रमका प्रमुख व्यक्त गरिदिनु होला। हेलो, धन्यवाद कार्यक्रम सञ्चालकज्यू, मञ्चमा आसीन प्रमुख अतिथिज्यू, अतिथिगणहरू, विशिष्ट अतिथिज्यूहरू, यहाँ उपस्थित हुनुभएको मेरो दिदी बहिनी, दाजुभाइ, साथीहरू, आमा बुवा तथा सम्पूर्णमा म यस कार्यक्रमको सभाध्यक्ष सुभाष खातीको तर्फबाट नमस्कार। आजको कार्यक्रम सोचेभन्दा यति राम्रो भयो। कार्यक्रमको सभाध्यक्ष भइरहँदा कार्यक्रमको स्टेजमा चढेर बसिराख्दा कहिले पनि अगाडि मञ्चमा गएर कतिजनालाई थाहा छ, यहाँ जतिजना अग्रजहरू हुनुहुन्छ उहाँहरूलाई थाहा छ, म यो बरको मुनि पढेर हुर्केको मान्छे। हामी चाहिँ एक कोठाको मन्दिर थियो, पानी पऱ्यो भने हामी त्यहाँ जान्थ्यौँ। यति धेरै भन्नुपर्ने थियो, विशिष्ट अतिथिले सबै भनिदिनु भयो, मेरो लाइनै कट गरिदिनु भयो विशिष्ट अतिथिज्यूले। उहाँलाई के भनौँ मैले, धन्यवाद हजुरलाई। तर हामी पहिलो बिहा जाउँ, 46 को पहिलो बिहा जाउँ। हामी चाहिँ जतिजना, हामी यहाँ 13 जनाबाट हामीले स्टार्ट गरेका थियौँ। हामी बरको रुखको मुनि पढ्यौँ। मेरो बुढीलाई मैले सुनाउँदाखेरि उनले पताउँदैनन्, म यो बर यहीँ छ, म यहीँ बसेर पढ्या हो। पानी पर्ने बेलामा एक कोठाको मन्दिर थियो, त्यहाँ बसेर हामी अध्ययन गर्थ्यौँ। धेरै कुराहरू भन्नुपर्ने थियो, विशिष्ट अतिथिले सबै सक्दिनु भयो, मेरो त लाइनै कम भइसक्यो। यहाँहरू सबैजनालाई विशेष धन्यवाद। मलाई विश्वास गरिदिनु भयो, मलाई माया गरिदिनु भयो, मलाई सम्मान गरिदिनु भयो, यहाँहरूलाई सबैलाई धन्यवाद। विश्वकर्मा समाजले सुभाषले के गर्यो भन्नुहुन्छ, सुनगोडा टोल विकास समितिले सुभाषले के गर्यो भन्नुहुन्छ, स्कुलको समितिले सुभाषले के गर्यो भन्नुहुन्छ। यही माटोमा हुर्केको छोरो, यही माटोमा हुर्केको म, यो माटोको धेरै माया छ। स्कुललाई अप्ठ्यारो हुने गरी मैले कुनै पनि काम गरेको छैन। सुनगौडा टोल विकास समितिका सम्पूर्ण संस्थापक अग्रजदेखि यही हुनुहुन्छ। सुनगौडा टोल विकास समितिलाई अप्ठ्यारो गर्ने काम मैले गरेको छैन। विश्वकर्मा समुदायका सम्पूर्ण यहाँ हुनुहुन्छ, यहाँहरूलाई अप्ठ्यारो हुने काम मैले गरेको छैन। तिनैजनाले मलाई आक्षेप लाउने चाहिँ काम चाहिँ नगरिदिनु होला। यो काम गर्ने क्रममा एकदमै अप्ठ्यारो बाधा अडचन आउँदो रहेछ। काम गर्ने मान्छेले गाली पनि पाउँदो रहेछ, सम्मान पनि पाउँदो रहेछ। सम्मान, माया, हजुरभन्दा म चाहिँ सानो भएकोले हजुरको माया, सम्मान, गाली सबै चाहिँ स्वीकार्य छ। लागि तपाईँहरू फेरि मलाई एकपटक बजेटको बेलामा ध्यान आकर्षण गराउनु होला। म यसको लागि, यहाँ पर्खालको लागि र यो ग्राउन्डको लागि इन्टरलक गरेर हुन्छ कि कसरी हुन्छ त्यो काम मेरो जिम्मेवारीमा छ। र यो बाटोको पनि उहाँले जुन भन्नुभयो त्यो पनि आजदेखि म आफ्नो डायरीमा नोट गर्छु। त्यसको लागि म विशेष पहल गर्छु। र प्रथम वर्ष मैले सुनकौडा र तल्लो खेरानी जोड्ने एउटा कल्भर्टको लागि आफ्नो सानो बजेट हाम्रो 2 करोड हुन्छ। त्यतिमा सिलिङ चाहिँ 2 करोडको बनाएको थियो। अब 18वटा वार्ड हुन्छ, कहीँ 8 लाख, कहीँ 10 लाख, कहीँ 12 लाख जस्तो गर्दा हाल्दा पनि त्यो काम चाहिँ ल्याप्स भयो। तल्लो खैरानी र सुनकौडा जोड्ने कल्भर्ट निर्माणमा आएछ। र यहाँ दुर्गा मन्दिरको पनि त्यहाँका साथीहरूले पनि धेरै खास यही बेला नवमीको बेलामा नै उहाँहरूले बोलाउनु भएको थियो। त्यो दिन बाचा गरेको थिएँ मन्दिरमा, त्यो पनि बजेट ल पर्यो। र फेरि पनि म तपाईँहरूले जुन एउटा माया र एउटा सम्मान मलाई प्रदान गर्नुभयो आज, त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। र अन्तमा म जय विश्वकर्मा बाबा भन्दै आफ्नो 2 शब्द यहीँ अन्त गर्छु।
निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः। अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ विश्वकर्मन् नमो नमः। नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणे। नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः। नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते। विश्वायुर्विश्वकर्मा च विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते। विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वकर्मन् नमोऽस्तुते। विश्वैकविधवृक्षश्च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः। तद्वृक्षः फलसम्पूर्णः अक्षोभ्यक्षपरात्परः अनुपमानो ब्रह्माण्डः बीजमोङ्कारमेव च। निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः। अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ विश्वकर्मन् नमो नमः। नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणे। नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः। नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते। विश्वायुर्विश्वकर्मा च विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते। विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वकर्मन् नमोऽस्तुते। विश्वैकविधवृक्षश्च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः। तद्वृक्षः फलसम्पूर्णः अक्षोभ्यक्षपरात्परः अनुपमानो ब्रह्माण्डः बीजमोङ्कारमेव च। निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः। अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ विश्वकर्मन् नमो नमः। नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते
विश्वकर्मणि नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते आयुर्विश्वकर्मा च विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वकर्मन् नमो विश्वैकविधवृक्षश्च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः तद्वृक्षः फलसम्पूर्णः अक्षोभ्यक्षपरात्परः अनुपमानो ब्रह्माण्डः बीजमोङ्कारमेव च निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणि नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः एव च निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथः विश्वकर्मन् नमो नमः नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणि नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते विश्वायुर्विश्वकर्मा च विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वकर्मन् नमोऽस्तुते विश्वैकविधवृक्षश्च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः तद्वृक्षः फलसम्पूर्णः अक्षोभ्यक्षपरात्परः
अनुपमानो ब्रह्माण्डः बीजमोङ्कारमेव च निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ विश्वकर्मन् नमो नमः नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणे नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते विश्वायुर्विश्वकर्मा च विश्वमूर्तिः परात्परः विश्वनाथः पिता चैव विश्वकर्मन् नमोऽस्तुते विश्वमङ्गलमाङ्गल्यः विश्वविद्याविनोदितः विश्वसञ्चारशाली च विश्वकर्मन् नमोऽस्तुते विश्वैकविधवृक्षश्च विश्वशाखामहाविधः शाखोपशाखाश्च तथा तद्वृक्षो विश्वकर्मणः तद्वृक्षः फलसम्पूर्णः अक्षोभ्यक्षपरात्परः अनुपमानो ब्रह्माण्डः बीजमोङ्कारमेव च निरञ्जनो निराकारः निर्विकल्पो मनोहरः निरामयो निजानन्दः निर्विघ्नाय नमो नमः अनादिरप्रमेयश्च अरूपश्च जयाजयः लोकरूपो जगन्नाथ विश्वकर्मन् नमो नमः नमो विश्वविहाराय नमो विश्वविहारिणे नमो विश्वविधाताय नमस्ते विश्वकर्मणे नमस्ते विश्वरूपाय विश्वभूताय ते नमः नमो विश्वात्मभूतात्मन् विश्वकर्मन् नमोऽस्तुते